वास्तुशास्त्र अनुसार घरको जग राख्दाखेरि कुन महिना उत्तम हुन्छ त्यसको बारेमा जानकारी गराउँदछु। आज मैले यहाँहरू समक्ष गृहारम्भ सम्बन्धी जानकारी नारदको मतलाई लिएर प्रस्तुत गर्दैछु। गृहारम्भको विषयमा यसो भनिएको छ। गृह संस्थापनम सूर्ये मेषस्थे शुभदम भवेत्, वृषस्थे धनवृद्धि स्यान्, मिथुने मरणम ध्रुवम, कर्कटे शुभदम प्रोक्तम, सिंहे भृत्य विवर्धनम, कन्यारोगम तुले सौख्यम, वृश्चिके धनवर्धनम, कार्मुके तु महाहानिर, मकरे स्यात् धनागमः, कुम्भे तु रत्नलाभ स्यान्, मीने सद्म्य भयावहम। अर्थात् वैशाख महिनामा गृहारम्भ अर्थात् घरको जग राख्ने काम गर्दाखेरि शुभ हुन्छ। जेठ महिनामा यदि गृहारम्भ गरियो भनेदेखि धन वृद्धि हुन्छ। अषाढ महिनामा गृहारम्भ गरेको खण्डमा मृत्युतुल्य कष्ट प्राप्त हुनेछ। श्रावण महिनामा गृहारम्भ गर्दा शुभ फल प्राप्त हुनेछ। भदौ महिनामा गृहारम्भ गर्दाखेरि नोकरहरूको वृद्धि हुन्छ। असोज महिनामा गृहारम्भ गर्दा रोग वृद्धि हुन्छ। कार्तिक महिनामा गृहारम्भ गर्दा धन वृद्धि हुन्छ। मङ्सिर महिनामा गृहारम्भ गर्दा धन वृद्धि हुन्छ। पुष महिनामा गृहारम्भ गर्दा ठुलो हानि हुन्छ। माघ महिनामा गृहारम्भ गर्दा धनको आगमन हुन्छ। फागुन महिनामा गृहारम्भ गर्दा बहुमूल्य रत्नहरूको लाभ हुन्छ। चैत महिनामा गृहारम्भ गर्दाखेरि भयदायक हुन्छ। यदि यहाँहरूले घर बनाउने सोच्दै हुनुहुन्छ र जग कुन महिनामा राख्दा उत्तम होला भन्ने सोचिरहनु भएको छ भनेदेखि यो मतलाई यहाँहरूले लिएर शुभ महिनाहरूमा गृहारम्भ गर्न सक्नुहुन्छ। आजको यो प्रस्तुति यहाँहरूलाई कस्तो लाग्यो कृपया कमेन्ट मार्फत जानकारी दिनुहोला। यो पोस्टलाई एक शेयर अवश्य गर्नुहोस्। धन्यवाद।